हेलो गाइस, नमस्ते। मेरो के अरे डिजर ब्लगमा सबैजनालाई स्वागत छ। आज चाहिँ हामी यो के खाना यहाँ करेन्ट चाउचाउ अनि यहाँ कौली, यहाँ चाहिँ दही, यहाँ अन्डा छ दुईटा अनि यहाँ चाहिँ अचार छ। अनि हामी देवर भाउजू चाहिँ खाना लागेको है। यो चाहिँ के अरे मसला करेन्टको यतिकै हालेर मैले अब कम्पिटिसनमा खाऊँ भने मैले सक्दैन नि त, त्यही भएर यतिकै कसले सबै सघाउँदो रहेछ हेरौँ है। हजुरहरू पनि हेरेर राम्रो सबै हाय हाय के खानु त सुरुमा मामा यो पनि म त नहाल्ने त्यो मलाई त्यो यो सुरुमा हाल्नु पर्ने जस्तो लागिरहेको थियो कि उसिन्ने बेलामा धुलो हो क्या म त खै तपाईँ हेर्नु न मैले परिहेरेको मसला हो के काँचो मसला खाने भन्छन् तपाईँले ठिकै छ धेरै नहाल्नु यो चाहिँ यो त नहाल्नु है, यो त गेटा रहेछ हातले मोल्ने त कलर पुगेन क्या हो है। सबै निचारेर हाल्ने कलर मैले निचारी हाल्यो पुग्यो। साग पनि छ, साग त यो माथिमा सबै पसलको किनेको चाहिँ एक करेन्ट मात्रै हाल्यो। होइन कि पछि काट्न हाम्रो भोज हो, म भोज काउली पनि छिङ्गै बाफाको खाइदिउ न त भनेर दिदी खतरै भयो त यो टिमुर अचार पनि बवाल भयो त। टिमुर हालेपछि त अचार त मिठो, साग पनि ठिक्क, भातकै काटो हाल दिदी खाइसक्यो दाजुभाइले नि सबै भइसक्यो। अचार पिरो भएछ यार अचार तपाईँ खोइ राम्रोसँग मोलेन त। मोल्ने सम्बल सिद्धिन्छ त अनि कौलीको साग चाहिँ धेरै परेन क्या मलाई, खतरा मिठो यार। पिरो पनि टिमुर हालेको गाइस है अचार। यो चाहिँ सिमी मिठो एकदम सिँगै भएको नै छ। साग पो मिठो भयो है, अचार साग दामी भयो। अचार चाहिँ सोल्टी भनेर किन्दै छ त। यसो खाने हो नि त मेरो त सकिसक्यो। अचार चाहिँ सबैमा बेस्ट है, जेमा चोक्दा पनि। मिठो भयो सुप पिरो कति चाँडो खानालाई हतार गर्नुपर्छ। दही है गाइस।
गर्मी सक्दिनँ यार म एकदम टेस्टी साग उयसकै झन् कौलीको साग झन् मिठो है रायो भन्दा कस्तो छ यो दही चाहिँ खतरै छ बेस्ट अचार त बाफरे अचार यसमा टेस्ट गरेर खानु न छोपेर किन खतरा मिसाएर त्यो भए यति त पिरो भइरहेछ मान्छेले काँटावाला चम्चाले अनि के चम्चाले खान्छ खै के भन्छ है मलाई पनि थाहा छैन त्यस्तोले खान्छ हामी चाहिँ दुइटा हाल्ने मैले आज खाइदिएको पिरो भयो यार मलाई त्यस्तै यस्तै मान्छेले त के भन्ला है पिरो भयो यार करेन्ट पिरोले सिँगाने सकिसक्यो कौली पिरो यार मलाई पिरो त्यहाँमाथि अचार म त सक्दिनँ पुग्यो अन्डा अचारमा चोपेर चट्टा हाल्नु त पिरो भाइ कहिले पिरो खाने भयो अझ खुर्सानी ल्याउनु बिर्स्यो पिरो चाउचाउमा मसला सबै हालेर त्यसमा अचार हाल्छ त भात खान सक्छ र सक्दैन अझै यत्रो छ यार बढी भएर जान्छ मलाई साँच्चै बढी भयो
अब 2 घन्टा चल्नु सक्दैन अघि त जोस जागर आइरहने खानलाई अहिले त खानै आएको लाग्यो पुगेको थियो त अचार चाहिँ मिठो के है बहुत टेस्टी झन् सिलौटामा पुग्यो पिनेको मलाई त पुग्यो भने त मलाई के भन्नु भएको त भयो नि त गाइस मैले चाहिँ कम्पिटिसनमा खाएँ भने कसैसँग पनि सक्दैन है म खान्छु म त खान पनि सक्दैन तपाईँसँग चाहिँ कोही पनि सक्दैन त्यस्तो त मसँग पनि कोही पनि सक्दैन सक्दैन हामीसँग कोही सक्दैन त्यही चाहिँ यस्तै हो मलाई चाहिँ पुग्यो खानै सकेन 2टा अन्डा सिद्धायो कौलीको यति एउटा कौलीको यति बाँकी भयो करेन्ट यति बाँकी भयो कान्छाले सिद्धायो अब अनि दही पनि बाँकी नै छ अब के कस्तो भयो भनिदिनु होला गाइज है कमेन्ट गर्नु होला लाइक कमेन्ट सेयर पनि गरिदिनु होला मिठो भएर चाहिँ तर खानै सकिरहेको छ गाइज मैले चाहिँ खान सकेन यो खाएर यस्तो भइसक्यो गाइज है के अरे अरू मलाई देखाइसक्यो सबै ठिक कान चाहिँ उड्न सकेन रे गाइज है अनि मेरो चाहिँ आज यति नै बाँकी छ यो चाहिँ खान सक्दिनँ मेरो दाइ पनि अझै छ खाँदैछु यो चाहिँ फर्स्ट टाइम भयो गाइज है हामीले यसरी खाएको देवर बाउजूले है अब चाउचाउ नि 1 महिनासम्म पुग्यो होला है यस्तै हो है गाइज यसरी खायौँ हामीले रमाइलो भयो अनि पहिले आउँछ फेरि मोमो खाने अब यताउति अब अनि च्यालेन्ज हुन्छ हाम्रो यहाँ परिरहन्छ बेला बेला हो यो चाहिँ फर्स्ट टाइम भएर है कस्तो जे जस्तो भयो भने अब भनिदिनु होला के कमी भयो कमी कहाँतिर के भयो कसरी खायो भनिदिनु होला त्यो पनि गाइज है कान्छाले सिद्धिसक्यो अनि भाँडाहरू पनि अरू चाहिँ उता लागिसक्यो मैले है यति नै हो